सो गाइज आज चाहिँ म हस्पिटल आएको छु आफ्नो रेगुलर रुटिन चेकअपको लागि। अनि मलाई आजकल चाहिँ लोअर पेन हुन्छ नि एकदम धेरै भइरहेछ अनि लेगमा क्र्याम्प्स पनि एकदम धेरै पर्छ, खोइ किन हो एकदम पेन हुन्छ। त्यही भएर यसो सल्लाह नि गर्न थियो अनि त्यो टाइम नै भइसकेको थियो, अहिले 33 विक चल्दैछ नि त मेरो। त्यही भएर अनि मैले चाहिँ आफ्नो उपचार चाहिँ मध्यबिन्दु प्रादेशिक अस्पतालबाट नै गराइरहेको छु। अनि अस्पतालभित्र छिर्ने बित्तिकै यहाँ चाहिँ टोकन लिनुपर्छ। टोकन चाहिँ पहिले नै लिइसक्नु भएको थियो बाबाले। अनि मैले चाहिँ मेरो स्वास्थ्य बिमा नै गराएको थिएँ, त्यहीबाट चाहिँ मैले अहिले उपचार गराइरहेको छु। अरू बेला त त्यस्तै हो, तर यो प्रेग्नेन्सीको टाइममा चाहिँ स्वास्थ्य बिमा कार्ड बनाउनु चाहिँ एकदम राम्रो हुने रहेछ साथीहरू। अनि यस्तो बनाएको चाहिँ अब रेगुलर रुटिन चेकअपहरूको लागि चाहिँ त्यो टेस्टहरूमा चाहिँ एकदम हेल्प हुन्छ होइन, त्यति धेरै पैसा पर्न जान्न। अनि पालो आउन टाइम लागेको थियो, तबसम्म चाहिँ मैले आफ्नो वेट चेक गरेको। मेरो वेट चाहिँ अलिकति बढेछ, अहिले चाहिँ 67 केजी जति पुगिसक्यो होइन। अनि फेरि पालो आयो अनि त्यसपछि बिल कटाएर चाहिँ हामी डाक्टरनेरि गयौँ। डाक्टरले पनि 2-3वटा टेस्टहरू लेखेर दिनुभयो। अनि आज एकदम धेरै भिड थियो हस्पिटलमा, त्यही भएर आज चाहिँ मेरो भिडियो एक्सरे मात्रै भयो, अरू चाहिँ भोकै पेटमा गर्न पर्ने थियो। त्यही भएर चाहिँ भोलि आएर गर्ने भनेर चाहिँ हामी चाहिँ फेरि त्यही भिडियो एक्सरे लिएर चाहिँ स्वास्थ्य चौकी पनि जान थियो, किनभने त्यहीँबाट प्राथमिक उपचार भइरहेछ नि त। त्यो भएर अनि यहाँबाट चाहिँ हामीले सबै चेकअप गरायौँ। प्रेसरहरू पनि अलि लो नै रहेछ, मेरो त पुरै प्रेग्नेन्सी जर्नीभरि नै लो नै छ प्रेसर चाहिँ। अनि त्यसपछि यहाँबाट चाहिँ त्यही आइरन चक्कीहरू लिएर अनि बेलुकातिर फर्क्यौँ। अनि यहाँ चाहिँ बाबाले आज दुध अनि चप्पल लिएर म धन्दै पोखिन लाग्थ्यो दुध झरेर हातबाट। अनि यो बाथरुमको चप्पल ल्याउनु भएको छ कि बाथरुममा स्लिप हुने चप्पल रहेछ, त्यही भएर गाह्रो भइरहेको थियो। अनि त्यही भएर त्यसपछि फेरि नरिवल पानी खाँदै बसेको। आजकल त यत्तिकै बस्दा नि के सोच्छु म चाहिँ, भोलि रिपोर्ट कस्तो आउला के होला भनेर सोचेर एकछिन टेन्सन मानेको। बाबाले टेन्सन नगर्नु भन्नुहुन्छ, तर जसले जति जे भने पनि यति धेरै मुड स्विङहरू हुन्छ कि के भन्नु, नचाहे पनि सोचिहाल्छु। अनि आज बिहान चाहिँ फेरि भोकै पेटमा जान थियो ब्लड दिनलाई, त्यही भएर हामी चाहिँ निस्किन लाग्यो। अनि म आज क्युट देखेको छु अरे मेरो हस्बेन्डले भन्नुभएको। त्यसपछि हामी हस्पिटल आइपुग्यौँ। फेरि हिजो चाहिँ मैले थाइरोइडको मात्रै बिल काटेको थिएँ, अनि आज सुगरको हेमोग्लोबिन टेस्टको पनि त्यो रिपोर्ट बिल काट्न थियो। अनि त्यो पछि हामी गयौँ ब्लड दिनलाई। ब्लड दिँदाखेरि चाहिँ अलिकति डर त लाग्छ नै होइन, कति पहिला त मलाई कति डर लाग्थ्यो, अहिले त अब यो त नर्मल भइसक्यो मेरो लागि। यति धेरैचोटि ब्लड टेस्ट गरिसक्यौँ कि। त्यसपछि ब्लड टेस्ट गराएपछि फेरि फर्क्यौँ। अनि बाटोमा साग पाइरहेको थियो, अनि हरियो साग लिएर आएको, राति खाने भनेर मेथीको साग खान कति दिनदेखि मन लागिरहेको थियो। अनि त्यही भएर अनि साग लिएर आएपछि फेरि खाना खाएर अफिस गयो। अनि 2 घन्टापछि फेरि त्यो खाना खाएर दिन जान थियो ब्लड। अनि फेरि आएको हस्पिटलै। अनि ब्लड दिन आएको त आज त डर पनि लागिरहेको थियो के हुन्छ भनेर। त्यस्तै भयो भाइ, आज त कस्तो दुखाइ पनि दियो यो नर्स दिदीले चाहिँ लिँदाखेरि। आज ब्लड कस्तो दुख्यो यति बेला चाहिँ। अनि त्यसपछि चाहिँ रिपोर्टहरू 2-3 बजेतिर आउँछ भनेर अनि फेरि फर्केर आइयो अफिसतिर। अनि फेरि 3 बजेतिर हस्पिटल गएको, रिपोर्ट आएको थियो त्यति बेलासम्म चाहिँ। अनि रिपोर्ट चाहिँ डक्टरसँग त भेट भएन, आज डक्टरहरू हुनुहुन्थेन। रिपोर्ट चाहिँ बाबाले हेर्नुभयो, अलिकति नराम्रै भनौँ के भनौँ, अलिकति बढेकै रहेछ हरेक कुरा, थाइरोइड नि बढेर रहेछ। अनि सुगर चाहिँ ठिकै थियो। अब भोलि डक्टरसँग भेट गरेर के भन्नुहुन्छ भोलि नै थाहा हुन्छ। सो बाई बाई गाइस।